सो सिस्टममा छिर्ने बित्तिकै मान्छे करप्ट किन हुन थाल्छ, उसले किन भुल्न थाल्छ कि उसको धरातल के हो, ऊ कुन ब्याकग्राउन्डबाट आएको, उसले कस्तो खालको होप्स एन्ड डिजायर्स देखाएर आएको थियो त्यो पोजिसनमा। मिनिङ पार्लियामेन्टमा पुग्ने बित्तिकै मान्छे सडनली अर्को किन हुन्छ। जस्तै पार्लियामेन्टमा तिमी पुग्यौ रे एन्ड देयर आर 200, 300, 400 people in the parliament and everybody wants to win, meaning everybody wants to be the guy, the prime minister. त्यत्रो 400 जनामा एकजना प्राइम मिनिस्टर हुनको लागि सबैजनाले म प्राइम मिनिस्टर हुन्छु, म प्राइम मिनिस्टर हुन्छु भनेर सबैजनाको भित्रभित्र डिजायर हुन्छ। सो द ओन्ली वे टु विन in this types of scenario is if you cheat, किनकि सबैजनाले त्यही नै ताकिरहेको हुन्छ। सो हाउ डु यु विन? यु चिट। चिट कसरी गर्ने? यु स्टार्ट टु फर्म अलायन्स। जस्तै तिमी एकजना मात्रै मिलेर म प्राइम मिनिस्टर हुन्छु भनेर भन्न मिल्दैन। यु हेभ टु फर्म अलायन्स विथ अदर पिपल, 2-3वटा। अनि त्यहाँनिर एउटा अलायन्स फर्म हुने बित्तिकै अर्को ग्रुप अफ पिपलले देख्छ, ओ दिस पिपल हेभ फर्मड एन अलायन्स, हामी पनि एउटा अलायन्स बनाऊँ। उनीहरूले 4-5वटा ग्रुपको अलायन्स बनाउँछ, अर्को मान्छेले 5-6 जनाको अलायन्स बनाउँछ, राइट? फेरि अब स्टेलमेट भयो कि अलायन्स फर्म गर्दा गर्दा सबैले अलायन्स बनायो, अब फेरि कसले जित्ने? सो यहाँ अब फेरि कसले जित्छ भन्दाखेरि जो चाहिँ डबल चिटर हुन्छ, महा चिटर हुन्छ। अब यो सिस्टममा पनि चिट कसरी गर्ने भन्दाखेरि द्याट पर्सन हेज टु बी अ मिटिङ पोइन्ट अफ मेनी डिफ्रेन्ट ग्रुप्स। उसको एउटा अलायन्स, उसको फर्स्ट अलायन्स, उसको जस्तै 4-5वटा ग्रुप अफ पिपलको अलायन्समा ऊ एकजना थियो अरे होइन। अब सिक्रेटली ऊ अर्को अलायन्सको मेम्बर पनि हुनुपर्छ। सिक्रेटली ऊ अर्को 5-6 जना मेम्बर्सको अलायन्स पनि उनै हुनुपर्छ। सिक्रेटली ऊ अर्को 5-6 जनाको मेम्बर्सको ग्रुप मेम्बर पनि उनै हुनुपर्छ। एन्ड ही हेज टु किप दिस ए सिक्रेट। ऊ चाहिँ इन्टरसेक्सन हुनुपर्छ कि अफ मेनी डिफ्रेन्ट अलायन्सेस। सबैजना ग्रुप्सहरूको अलायन्स, सबैजना अलायन्सेसहरूको एउटा इन्टरसेक्सन पोइन्ट चाहिँ ऊ हुनुपर्छ, त्यो एकजना मान्छे हुनुपर्छ। ही हेज टु बी अ महा चिटर in order to truly have an advantage over everyone. Only then he can win. Only then he can be in the position of power. अब महा चिटर हुनको लागि obviously you're going to compromise your morals, your ethics. Obviously you're going to have to lie. Obviously you're going to have to cheat. सडनली तिम्रो पर्सनालिटी बिस्तारै बिस्तारै घुम्दै 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 जान्छ एन्ड यु बिकम द भेरी पर्सन द्याट यु वान्टेड टु डिथ्रोन। जो मान्छेलाई हेट गरेर तिमी छिरेका थियौ सिस्टममा, इन अर्डर टु गेन पोजिसन तिमी त्यस्तै नै मान्छे हुनुपर्छ। सो पावरको ट्र्याप चाहिँ यो